यो फिल्डमा हामी गोबीहरू रोपेका छौँ। काउली गोबी, बन्डा अनि बोरो काउली गरेर 3 प्रकारका गोबीहरू हामी रोपेका छौँ। र यसमा चाहिँ पानी हाल्ने काम भइरहेछ। एउटा केटाले पानी हालिरहेछ र गोबीहरू रोपेको लगभग 40-45 दिन भयो। यो 40 दिन भयो भनौँ न गोबी रोपेको। एकदम गोबी राम्रो भइरहेछ। यसमा हामीले मल्चिङ गरेर गोबीहरू रोपेको छौँ मल्चिङ प्रविधिबाट। यस्तो मल्चिङ गर्दाखेरिको फाइदा के हुन्छ त भन्दाखेरि एक त मोइस्चर बनाइराख्छ। भनेको यहाँ पानीको मात्रा हामीले धेरै पानी हाल्न जरुरी हुन्न। एकचोटि सिँचाइ गरेपछि 1 हप्ता 10 दिनसम्म चाहिँ सिँचाइ आवश्यक पर्दैन। र अर्को चाहिँ झारपातहरू आउन पाउँदैन। झारपातहरूलाई कन्ट्रोल गर्नको लागि पनि हामीले मल्चिङ एकदमै उपयुक्त हुन्छ हैन। जस्तै यहाँ झारपातहरू आएको छैन, त्यसको छेउमा जहाँ चाहिँ मल्चिङ गरेको छैन त्यसमा चाहिँ झारपातहरू आछ। त्यसमा बिचमा ग्याप भएकोमा भनेपछि यसमा चाहिँ हाम्रो झारपातहरू छैन र यो चाहिँ कस्टहरू बचाउँछ भनौँ न। झारपातहरू गोड्न परेन, लेबर खर्च बच्यो र चाहिँ यो एकदमै राम्रो प्रविधि हुन्छ। हामीले मल्चिङ 2 प्रकारले गर्न सक्छौँ। एउटा चाहिँ हामीले गाउँघरमा पाइने जस्तै परालका ठुटाहरू हैन, परालहरू भयो, धानका ठुटाहरू, गहुँको भुसहरू, परालहरू, या हाम्रो यहाँ के भन्छ मकैका डन्ठाहरू, त्योबाट पनि हामीले मल्चिङ गर्न सक्छौँ। सुकेका घाँसहरू हैन, बारीबाट निस्केको घाँसहरू, सुकेको नफलेको हैन, जुन चाहिँ फल लागिसकेको म्याच्योर भइसकेको हुन्छ त्यस्तो घाँस चाहिँ हामीले मल्चिङ गर्न हुँदैन। त्यो बाहेक अरू चाहिँ जुन चाहिँ भर्खर फुल्न लागेको या त्योभन्दा अगाडि हामीले फल्नुभन्दा म्याच्योर हुनुभन्दा अगाडि उखेलेको जुन चाहिँ झार हुन्छ त्यसलाई सुकाएर हामीले मल्चिङ गर्न सक्छौँ। र त्योबाट नि हामीले यस्तो प्लास्टिकबाट पनि हामीले मल्चिङ गरेर यसरी उत्पादन लिन सक्छौँ। र यहाँ एकदमै राम्रो भइरहेछ। उतातिर पानीहरू आइरहेछ, त्यो पानीको सुविधा पनि छ। हामीसँग पाइपहरू लगाएको छौँ। गोबीहरू कस्तो छ तपाईँले यो भिडियोमा हेरेर देख्न सक्नुहुन्छ। र यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि दिनुहोला। र यो सम्बन्धी कुनै पनि जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यही च्यानल मार्फत कमेन्टमा भन्नुहोला। केही जानकारी चाहिएमा हामीले जानकारी पक्कै नै दिनेछौँ। यसको लागि हाम्रो यो भिडियो मन परेमा च्यानललाई सब्सक्राइब, भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला। धन्यवाद।